मिस्टर केपी फकिङ ओलीले होइन 32,000वटा एकाउन्टलाई ब्लक गर्नुभयो अरे बिकज अफ हेट स्पिच। अनि उहाँलाई नराम्रो भनेर अरे। किन नभन्नु नि त? 75-80 वर्षको बुढो जसको किडनी फेल छ, जसको रोग लाइ गर्छ, उसलाई प्रधानमन्त्री चाहिने, उसलाई पावर चाहिने रे। कहीँ नभएको कुन बेला हार्ट एट्याक आएर मर्ने हो थाहा छैन। बुढो 80-85 वर्षको उमेरमा बुबुमाम बेहोरा छ क्या, बुबुमाम बेहोरा तेरीमा। गिरीबन्धु, व्हाइट बडी काण्ड, भुटानी शरणार्थी होइन, एनसिएल काण्ड, अनि धरारा यो झापा टावर काण्ड, कम्बोडिया काण्ड। तपाईँका काण्ड यति छन् कि काण्डले पनि कन्डोभित्र छिर्न डराउँछ क्या तपाईँको लाखु। भएभरको नराम्रै काण्ड गरेपछि, भएभरको जनतालाई नै हेपेपछि मेरो मेरो हाम्रो भन्नको सट्टो मेरो देश, मेरो राजनीति, मेरो सरकार, मेरो यो, मेरो लोडा, मेरो लसुन। यिनीहरू इन्टरनेसनल पोलिटिक्समा भिज्न लागेको नै 25-30 वर्ष भयो। त्यही भएर विदाउट एनी अस्योरेन्स मैले भन्न सक्छु कि केपी ओली, शेरे, प्रचण्ड यिनीहरूसित